पोखरा, सुन्दर फेवा ताल र माछापुच्छ्रे हिमालको काखमा रोहनको एउटा सानो घर थियो। तर क्यान्सरको रोग पत्ता लागेपछि उनको संसार अन्धकारमय भएको थियो। उनी झ्यालबाट बाहिर हेर्दै सोच्थे, के अब मेरो जीवनमा फेरि कहिल्यै उज्यालो आउला र? उनले सबै आशा मारिसकेका थिए। एक बिहान उनका पुराना साथी आरव उनलाई भेट्न आए। आरवको अनुहारमा एउटा छुट्टै चमक र शान्ति थियो। उनले रोहनको हात समातेर भने, साथी, शरीर बिरामी भए पनि मनलाई बिरामी हुन नदेऊ। हामी मिलेर यो लडाईँ लड्नेछौँ। म तिमीलाई जीवन जिउने एउटा नयाँ तरिका सिकाउँछु। आरवले रोहनलाई ओछ्यानबाट उठाएर आँगनमा लगे। उनले भने, सुरुवात आफ्नै सासबाट गरौँ। उनले रोहनलाई गहिरो सास फेर्न र ध्यान गर्न सिकाए। आफ्नो मनमा सुन्दर पहाड र नदीहरूको कल्पना गर, जसले तिमीलाई शान्ति दिन्छ, आरवले सम्झाए। यसरी रोहनले सजगता र ध्यानको पहिलो पाठ सिके। अर्को दिन आरवले रोहनलाई नजिकैको जङ्गलमा टहलाउन लगे। यसलाई वन स्नान भनिन्छ। आरवले रुखहरूलाई देखाउँदै भने। हरिया रुखहरूका बीचमा हिँड्दा र चराहरूको आवाज सुन्दा रोहनले आफ्नो तनाव कम भएको महसुस गरे। प्रकृतिको काखमा उनले एउटा अनौठो ऊर्जा पाए। रोहनकी श्रीमती माया पनि यो अभियानमा सामेल भइन्। उनले रोहनलाई हरेक बिहान हल्का हिँडडुल र योग गर्न प्रोत्साहन गरिन्। शरीरलाई चलायमान राख्नुपर्छ रोहन, मायाले भनिन्। उनीहरू सँगै मिलेर हल्का स्ट्रेचिङ गर्थे, जसले रोहनको शरीरमा लचिलोपन र शक्ति थप्न थाल्यो। मायाले भान्सामा पनि ठूलो परिवर्तन ल्याइन्। उनले भनिन्, अबदेखि हाम्रो खाना नै हाम्रो औषधि हुनेछ। उनले रोहनका लागि ब्रोकोली, पालङ्गो र ताजी हरिया सागपात पकाउन थालिन्। खानामा भिटामिन सीका लागि अमला र कागती पनि अनिवार्य भयो। रोहनले स्वादिलो र स्वस्थकर खानाको महत्त्व बुझ्न थाले। आरवले रोहनका लागि केही विशेष खानेकुराहरू ल्याए। उनले अखरोट, अल्सीको धुलो र च्याउको फाइदाबारे बताए। यी ससाना कुरामा क्यान्सरसँग लड्ने ठूलो शक्ति हुन्छ, आरवले भने। उनीहरूले खानामा सुकमेल र हल्दीको सही प्रयोग गर्न थाले, जसले रोहनको रोग प्रतिरोधात्मक क्षमता बढायो। एक साँझ रोहनले पुरानो बानी अनुसार रक्सी र जङ्क फुड खान खोजे, तर आरवले उनलाई रोके। यी कुराहरूले शरीरमा विष बढाउँछन् रोहन, आरवले सम्झाए। रोहनले बुझे कि बजारका प्याकेट गरिएका खानेकुरा र मदिराबाट टाढा रहनु नै उनको स्वास्थ्यका लागि सबैभन्दा उत्तम निर्णय थियो। स्वास्थ्य सुधारका लागि औषधि र खाना मात्र पर्याप्त थिएनन्। रोहनलाई खुसीको पनि खाँचो थियो। माया र रोहनले सँगै बसेर पुराना रमाइला कुराहरू गर्न थाले। उनीहरू धेरै हाँस्थे र एकअर्कालाई साथ दिन्थे। हाँसो नै सबैभन्दा ठूलो औषधि हो, मायाले रोहनको हात समात्दै भनिन्। समय बित्दै गयो र रोहनको स्वास्थ्यमा ठूलो सुधार आयो। उनले बुझे कि सही खानपान, सकारात्मक सोच र प्रकृतिको सामिप्यले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ। आज रोहन फेरि फेवातालको किनारमा उभिँदा उनको मनमा डर होइन, भविष्यप्रति एउटा अटल विश्वास र आशा थियो।